जय माँ दुर्गे। विजयादशमीको धेरै धेरै शुभकामना सम्पूर्ण मेरो फेसबुक, युट्युब, टिकटक साथीहरुमा। माँ भवानीले सबैको रक्षा गरून् भन्दै आज म फेरि केही इलेक्ट्रिक सम्बन्धी कुराहरू राख्न गइरहेको छु। तपाईहरुलाई राम्रो लाग्यो भने लाइक, शेयर, कमेन्ट गर्नु होला र के सम्बन्धी लिमिट स्विच, फोटो सेल स्विच, इन्टरमिडिएट स्विच, कन्ट्याक्टर, रिले तपाईहरुलाई जे सम्बन्धी जिज्ञासा लाग्छ भने मसँग कमेन्ट गर्नु, म प्रयास गर्छु त्यसको एन्सर दिन। अब धेरै कुरा नलम्ब्याइकन म अब विषयवस्तुतिर लाग्छु। आजको विषयवस्तु छ स्विच कति हाइटमा राखिन्छ, स्विचको हाइट कति हुनु पर्यो। इन्जिनियरिङ सिस्टमले स्विचको हाइट 125 cm फिनिशिङ लेभल हो, 1 मिटर 25 सेन्टी फिनिशिङ लेभल। र त्यसै गरी अब आयो स्मल पावर सकेट। स्मल पावर सकेटको हाइट कति हुनु पर्यो। फिनिशिङ लेभल 50 सेन्टिमिटर cm, 50 cm फिनिशिङ लेभल, 50 cm स्मल पावर सकेट। त्यो चाहे सिंगल सकेट हो या डबल पावर सकेट हो, त्यो सबैको हाइट सेम हुन्छ। र अब त्यसमा स्मल पावर सकेटमा वायर कतिको युज हुन्छ। स्मल पावर सकेटमा वायर न्युट्रल 4 mm, फेज 4 mm र अर्थिङ 2.5 mm युज हुन्छ। त्यसै गरी लाइटमा 2.5 mm न्युट्रल, 2.5 mm फेज र 2.5 mm अर्थिङ युज हुन्छ। तीनै वायर सेम टु सेम युज हुन्छ। आजको लागि मेरो भिडियो यतिकै हो। राम्रो लाग्यो भने लाइक, शेयर, सब्स्क्राइब, कमेन्ट गरिदिनु होला। जय माताजी। माँ भवानीले सबैलाई रक्षा गर्नु। जय नेपाल।